चाहिँ बसपारा जस्तै हो मान्छेहरू बस्ने खेल्ने डुल्ने सबै नेपालीहरू नेपाली दाजुभाइहरू सबैजना आउने रहेछ यहाँ यो चाहिँ कुन ठाउँ हो तर म चाहिँ खास त चिनेको छैन यो कुवेतमा बस्ने दिदी बहिनी दाजुभाइले चाहिँ यो चिनेको होला अनि चिनेको भयो भने कमेन्ट पठाउनु कमेन्टमा लेखेर पठाउनु ल हेर्नु त यसरी बबाल छ यहाँ सबैतिर होइन घर छ यो सबैतिर घर छ यहाँ बिचमा चाहिँ खुल्ला छ मान्छेहरू खेल्ने भलिबल खेल्ने सबै चिज हुन्छ यहाँ हेर्नुहोस् त सबै A few moments later, 2000 years later, one eternity. तिर चाहिँ घर छ यहाँ बिचमा चाहिँ तपाईँको भलिबल खेल्ने अनि यो तपाईँको यो क्रिकेट खेल्ने हेर्नुहोस् त यसरी बबाल छ यहाँ त यहाँ यो कुन ठाउँ तपाईँहरूले चिन्नुहुन्छ होला है जतिजना यो कुवेतमा बस्नुहुन्छ नि चाहिँ यो भिडियो चाहिँ हेर्नु होला चिन्छ तपाईँहरूले सकेसम्म चिन्छ होला चार सय यो घर छ चारै सूर्य चाहिँ घर छ होइन चार सूर्य घर छ अनि त्यसपछि यहाँ बिचमा चाहिँ क्रिकेट खेल्ने भयो अनि भलिबल खेल्ने भयो हेर्नु त त्यो बबाल छ कि हेर्नु त चार सुरमा चाहिँ घरै घर छ बिचमा चाहिँ खेल्ने बस्ने यस्तो रमाइलो गर्ने ल हेर्नु त यस्तरी छ यहाँ रमाइलो छ यहाँ गाउँ ल हेर्नु त यस्तो बबाल छ कोही क्रिकेट खेल्ने कोही भलिबल खेल्ने कोही यहाँ बस्ने धेरै रमाइलो हुनेछ क्या यहाँ यो ठाउँ चाहिँ म पनि त्यति त चिनेको छैन नयाँ नयाँ हो त्यही भएर साथीहरूसँग चाहिँ घुम्नु आएको साथीहरू चाहिँ जाँदा हो अनि त्यसैले चाहिँ म भिडियो बनाउँदै हिँडेको छु मेरो चाहिँ धन्य ब्लग छ युट्युब च्यानल उसमा गएर चाहिँ लाइक गरिदिनुहोस् सेयर गर्नुहोस् अनि सब्सक्राइब गरिदिनुहोस् अनि ठ्याक्क बेलमा दबाउनुहोस् है त हेर्नु त यसरी बबाल छ यसरी बबाल छ हेर्नुहोस् आमा त्यस रमाइलो छ त्यस नेपालको जस्तै रहेछ कि आमा घुम्ने ठाउँने हेर्नु त हामी यहाँभित्र छिर्ने है त अब यहाँभित्र हामी छिरेपछि चाहिँ एकदम बबाल छ यहाँभित्र छिरेपछि यस्तो बबाल हुन्छ कि भिडियो तपाईँलाई चाहिँ नहेरे पनि हेरौँ मन लाग्छ है यहाँभित्र गएपछि यो चाहिँ गेट भयो अनि त्यहाँदेखि यस्तो बबाल हुन्छ कि मैले भिडियो ल्याउँदै गर्छु यस्तो बबाल गरिदिन्छु अनि त्यही भएर हेर्नु त यहाँभित्र छिरेपछि हेर्दैछु हेलो म गयो भित्र छिरेँ अब यहाँ दोकान यहाँ के खानु छ भने खाने हो अनि यसरी बबाल छ यस्तरी बबाल छ कि ल भित्र छिर्नु त अरे माई गड यस्तो कस्तो जिन्दगी पनि छैन ल हेर्नु अरे बाफ्रे के हो यार यस्तै तपाईँहरू पनि घुम्ने ठाउँमा यस्तो रमाइलो छ ठाउँ यस्तो रमाइलो छ बबाल छ हेर्नुहोस् त यसरी बबाल छ यसरी बबाल छ तपाईँले हेर्नु सक्नुहुन्छ यो भिडियोलाई चाहिँ यसरी बबाल छ र म पनि पहिलाचोटि घुम्नु आएको है यहाँ म पनि पहिलाचोटि घुम्न आएको यस्तै रमाइलो कि मलाई चाहिँ धेरै रमाइलो लाग्यो हेर्नुहोस् मलाई चाहिँ धेरै रमाइलो लाग्यो हेर्नुहोस् त यार म चाहिँ ल हेर्नुहोस् तपाईँको पनि आफ्नो कोही होला यहाँ घुम्ने ठाउँमा यसरी बबाल छ कि ओ माई गड यही हो नि हाम्रो कुवेत भनेको ठाउँ यही हो नि ओ माई गड यस्तो बबाल कि यस्तो बबाल जिन्दगीमा यस्तो मैले चाहिँ घुमेको छैन कस्तो लाग्यो त नि यस्तो बबाल छ कि यहाँ चाहिँ पानी पिउने हो पानी पिउने हेर्नुहोस् यहाँ चाहिँ कुवेत आएको जस्तो चाहिँ लाग्दैन है नेपाल जस्तै लाग्छ यहाँ चाहिँ त नेपाल जस्तै छ हेर्नु त सबै केटाकेटीहरू खेल्ने हाँस्ने गफत गर्ने मेरा चाहिँ चिसो खाँदै हो हाम्रो चाहिँ हामी चार पाँचजना हाम्रो साथीहरू छ हामी चाहिँ अब घुमघाम गरेर चाहिँ खाँदै हो चिसोहरू खाँदै हो
अनि त्यही भएर हामी चाहिँ चिसो खाँदै तर मेरो चिसो छैन है सिकेको छ अनि त्यहाँ चाहिँ चिसो यहाँ यस्तो बोबा छ यो चिसो होइन अब एकछिन हामी चिसो खाने त्यहाँदेखि तपाईँहरू सबै भिडियोहरू बनाउने बस्ने यस्तै छ रमाइलो कुबेत ठाउँमा अनि तपाईँहरू यो ठाउँ चाहिँ को को चिन्नुहुन्छ है जतिजना चिन्नुहुन्छ उसले चाहिँ कमेन्ट गरिदिनु होला है त हेर्नुहोस् त यो ठाउँ यति राम्रो छ कि नेपालको जस्तै छ हेर्नुहोस् त यो सबैजनाले चिन्नुहुन्छ होला यो ठाउँ कहाँ हो भनेर यस्तो बोबा छ कि यो ठाउँ स्पेसल छ है यो ठाउँ चाहिँ मैले चाहिँ खास चिनेको छैन नयाँ हो त्यसैले म चिनेको छैन कुन ठाउँ हो भनेर चाहिँ यस्तो बोबा छ कि यो ठाउँ कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ त्यस्तो कमेन्ट पठाउनु होला मैले चाहिँ हल्का भिडियो मात्रै बनाएर हालेको तपाईँ कस्तो लाग्छ त्यस्तै कमेन्ट पठाउनु होला हेर्नुहोस् यस्तो बोबाल छ कि यो ठाउँ यो कुन ठाउँ हो थाहै छैन मलाई नि यो चाहिँ हाल चाहिँ कुबेतमा हो कुबेतमा बस्ने साथीहरू चाहिँ थाहा छ यो ठाउँ कुन ठाउँ हो भनेर चाहिँ है त यस्तो रमाइलो छ ठाउँ यस्तो रमाइलो ठाउँमा चाहिँ तपाईँलाई म आएर भिडियो बनाएर देखाउँदै हो हेलो नमस्ते सबैजनालाई वेलकम छ हामी चाहिँ अब रुममा जाँदै हो भिडियो सिडियो बनायो रमाइलो भयो हामी चाहिँ अब जान लागेको रुममा यस्तो चाहिँ बोबा छ हाम्रो साथीहरू यस्तो बोबा छ अब हामी चाहिँ फाइनली अब रुम जाँदै हो यति धेरै रात भइसक्यो अब रात भएर भइसक्यो अब हामी चाहिँ रुम जाने तर्खर छ साथीहरू तपाईँहरू चाहिँ यो भिडियो त यति नै मात्रै हो रात भइसक्यो तपाईँहरू चाहिँ लाइक गरिदिनु सेयर गर्नुहोस् जतिजना छ नयाँ छ त्यो चाहिँ सेयर गर्नु लाइक गरिदिनु होला ओके हाई ल है साथीहरू हामी चाहिँ अब लागेको रुममा राति पो आउँछ बोबा चाहिँ आमामा यस्तो बोबा आउँछ रात जान यस्तो बोबा आउँछ नि त आमामा यार ल हेर्नुहोस् यो ठाउँ चाहिँ कहाँ हो भनेर तपाईँले पत्ता लगाउनुहोस् है त यो कुन ठाउँ भनेर चाहिँ है यस्तो बोबाल छ कि रमाइलो छ यो ठाउँ ल हेर्नु त तपाईँहरू चाहिँ यो ठाउँ कहाँ हो के हो भनेर चाहिँ तपाईँहरूले चाहिँ जानकारी दिनु होला मलाई म पनि त नयाँ हो त्यति धेरै भएको छैन त्यसैले चाहिँ तपाईँहरूलाई चाहिँ यो भिडियो बनाउँदै हो ओके गाइज ओके यहाँसम्म त हामी फाइनल छ ओके हामी जाँदै